डेली ब्लग डे 25। आज मंडे बिहान बिहान पानी परेछ। डेली ब्लग बनाउनलाई पनि आज 25 दिन भइसक्यो रहेछ। अनि त्यसपछि एउटा बहिनी आउनुभयो, उसको चाहिँ स्कुलमा फोटो चाहियो भनेर फोटो खिचिदिएर उसको ड्याडीलाई दिइहाले। बहिनी यही हो। अनि त्यसपछि फेरि एउटा बहिनी आयो आफ्नो बिहा दाजुको लागि फोटो खिच्ने भनेर, मैले खिचेर झिकिदिएर दिइहालेँ बहिनीलाई। त्यसपछि एउटा अङ्कल आउनुभयो कम्प्युटरबाट निकाल्न, अनि फोटोकपी पनि गरिदिन। सबै यो घर जग्गाको फेरि यो दर्ता के अरे वडामा दर्ता गर्ने, किनकि पहिला त जेनजीले सबै उडाइदियो नि त। अनि त्यसपछि फेरि आन्टी आउनुभयो, उहाँको चाहिँ पहिले खिचेको फोटो थियो, अनि उहाँको चाहिँ फोटो निकालेर आन्टीलाई दिएँ। त्यसपछि फेरि एउटा दाइ आउनुभयो, उसको पनि अफिसको निकालिदिएँ। अनि फेरि यो छिमेकी दाइ, उसको पनि निकालिदिएँ फोटोकपी। अनि एउटा दिदी आउनुभयो, दिदीको चाहिँ राष्ट्रपति बजेको फोटोकपी गरिदिएँ। अनि फोटो अब खिचिदिएँ, ब्याङ्कमा अहिले चाहिँ लिङ्क गर्नुपर्छ भनेर होइन। अनि फोटो चाहिँ अब चाहियो थियो, त्यो भएर निकालेको भन्नुभयो। अनि दिदी यही हो, दिदीले चाहिँ 6वटा फोटो निकाल्नु भयो, 6वटा फोटो। त्यसपछि फेरि एउटा भाइ आयो क्युआर फोटो झिक्दिन, अनि भाइलाई झिकेर दिइहालेँ। अनि त्यसपछि फेरि एउटा भाइ हो आफ्नो कलेजको ड्रेस निकाल्ने भनेर, कलेज ड्रेसमा फोटो निकाल्ने भनेर। अब हेर्ने फोटो हेर्ने ए टाउको मात्र काटेर हालिदिएको होइन, उसको साथीको फोटो थियो, अनि उसको टाउको मात्र जोइन गरेर निकालिदिएँ। अनि त्यसपछि फेरि एउटा बहिनी आयो आफ्नो ओजेटीको फोटोकपी निकाल्न। अनि त्यसपछि एउटा फ्यामिली आयो, अनि बाबुले चाहिँ फोटो कहाँबाट आउँछ भने त्यहीँबाट आउँछ, त्यहाँ हेर भने ल ल भने त्यहाँबाट पर्खेर आफै निकाल्यो। त्यसपछि साँझतिर एउटा भाइ आयो के अरे फोटो खिच्न, स्कुलमा चाहिएको थियो अरे। अनि भाइले चाहिँ के भन्यो भने ल दाइ म भोलि फोटो लिन आउँछु है भन्यो होइन। अनि भाइ गइहाल्यो। त्यसपछि साँझ भइसकेको थियो, साँझ चाहिँ पानी परिरहेको थियो। साँझ त हल्का सिमसिम परेको थियो होइन, अनि राति त एकदम ठुलै पानी परेको थियो। अब यहाँसम्म हेरिदिनु हजुरलाई धेरै धेरै धन्यवाद। अब भोलिको भिडियो हेर्न नबिर्सिनु होला। हस्त भोलि भेटौँला।